वेलकम छ मेरो भ्लगमा। सन्चै आरामै हुनुहुन्छ भने आजको साथ भिडियो स्टार्ट गर्दैछु। म पनि सन्चै आरामै छु भनौँ। अनि गाइजहरू म चाहिँ मावल जान लाग्यो। फाइनली मेरो चाहिँ एक्जाम पनि भ्याइसक्यो अनि त्यही भएर चाहिँ म मावल जान लाग्यो होइन। अनि आज चाहिँ यसको भन्दा चाँडै छुट्टी भएको थियो मेरो, त्यही भएर म घर चाँडै आएको थिएँ। अनि यसलाई पर्खिँदा ढिला भयो भनेर भन्न मिलेन। अब ढिला भयो, म ढिला गर्ने फेरि मै हो। यो ढिला आएर पनि 70 भइसकेको थियो। म चाहिँ अब 7 के चाँडै 70 चाँडै गएर के गर्नु र होइन, 5-7तिर जानु कि होइन भनेर। होइन दिउँसोतिर अलिक गर्मी हुन्छ भने 7-5तिर गयो भने शीतल हुन्छ। हेर्न सक्नुहुन्छ शीतल नै गरिरहेको छ। मेरो बोली सुनेर तपाईँ ढल्नुहुन्छ। मेरो अन्धा भाइ अनि त्यही त अन्धा भएपछि कहाँबाट यसरी हिँडिरहेको छ सिधा भन्नु होला गाइजहरू होइन। उसको आँखा छ तर मैले राखिदिएको नाम चाहिँ अन्धा होइन, यसको नाम डल्ले हो। मैले एक्लै भोतरी बाहिरी चाहिँ गरेर भोतर बाख्रा चाहिँ गरेर हाँसिरहेको किनभने अब भाइ हाँस्दैन, अब अरू कोही छैन। अब के गर्ने फेरि आउला नि भाइ यत्रो यहाँ अस्ति गोरु देखाउनु मैले उ त्यहाँ अलि परतिर गोरु के यहाँ आइज न, म भन्छु कस्तो गोरु जङ्गलमा पाइने गोरु के सानो गोरु के छिपकली जस्तो हुन्छ नि ठुलो बाला फेरि यत्रो पत्रो देखाएको थियौँ कि झन्नै कुची आएन बाइकले निजै हो। अनि त्यही नै अब चाहिँ हामी उता अब तलतिर उतातिर गएर म स्टार्ट गर्छु। अहिले बाइक मैले चाहिँ धेरै लामो नै बनाएँ जस्तो अब के भन्ने म के भन्दैन अहिले बाइक जे जसलाई मेरो बालपनको याद आयो आयो अनि कपडा चेन्ज गरेँ। त्यो पानी पर्यो के जाऊ अर्को जना के भन्ने म केही भन्दैन। यता फुल यता पनि फुल, म त फुलको रानी यति फुल कुमारी। अनि चाहिँ आएर कपडा फेरि अनि कपडा फेरि चाहिँ नास्ता खाएँ। अन्त चाहिँ एकछिन मान्छेसित कुरा गरेँ गइसक्यो। अनि त्यसपछि नास्ता खाएर भाँडामा चाहिँ भाँडामा चाहिँ पानी पर्यो अनि उनीहरूलाई फेरि अनि आजको लागि यति नै होइन। पानी के गर्यो नखेल यो के गर्यो सिधा तान्देला है कस्तो भयो नखेल के आजको लागि यति नै। अहिले बाइक अनि भोलि चाहिँ म के कस्तो दाजुलाई देखाउने नै छु होइन।